कसैसँग मागेर कसै कुनैको घरमा गएर नुन माग्नु पर्ने छाक टार्नु पर्ने अवस्था थिएन। अहिले भनेको हामी एकदमै एउटा ऐतिहासिक मोडमा छौँ कि जहाँ कि अब हाम्रो हातमा छ हामी के चाहन्छौँ होइन। अहिले पनि भ्रष्टाचार विरुद्ध हामी चुपचाप बसेर यो देशलाई नै सिद्धाउन चाहन्छौँ कि अब हामी अलि जागरुक भएर होइन अलिकति सचेत नागरिक भएर चाहिँ यो देश बचाउन चाहन्छौँ र यो संस्था यो नेपालमा एउटा राज संस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहन्छौँ भन्ने कुरा अब हजुरहरूको हातमा छ। राजा आएर चाहिँ के गर्छन्, जनतालाई के गर्छन्? हेर्नु राजा आएर त्यस्तो केही गर्न पनि पर्दैन क्या। हेर्नुहोस् न म के भन्न चाहन्छु भने राजा आउनुहुन्छ एउटा अभिभावकीय हिसाबले एउटा आफ्नो ठाउँमा बस्नुहुन्छ। त्यो बस्दाखेरि एटलिस्ट अहिलेको जस्तो कस्तो भने उहाँको लागि भनेको कुनै पनि पार्टी भनेको यो तेरो मेरो हुँदैन कि। उहाँ भनेको एउटा अभिभावक हो। उहाँले चाहिँ हामी सबैजना सरोवर सन्तानको रूपमा हेर्नुहुन्छ। उहाँले एउटा हुन्छ नि अनि तिमीहरू रङ गरेको ठाउँमा यो रङ यो राइट पनि त भन्नुहुन्छ होला नि। अहिले त त्यो छैन नि त। अहिले हेर्नुहोस् न न्यायपालिका कार्यपालिका हरेक ठाउँ कति हुन्छ नि उनीहरू खालि बिकाउ छ क्या। अहिले गरेको के छ त उनीहरूले? तपाईँ लुटतन्त्रको विषयमा हाम्रो आन्दोलन भन्नुहुन्छ। अस्तिको घटना तपाईँ देख्नु तिन कुनै घटना एकदम मान्छेले कति लुटे। सुन्नुहोस् त्यसको बारेमा त मलाई हेर्नुहोस् त्यसको बारेमा त म हजुरले मलाई जति सोधे पनि म त्यसको एक्सप्लेन गर्न सक्छु किनभने म त्यहाँको एउटा प्रत्यक्षदर्शी हो होइन। भाट भर्जिनीको कुरा गर्नुहुन्छ भने पनि त्यहाँनिर हेर्नु त्यत्रो बेरसम्म लुट्दा पनि प्रहरी किन थिएन नि त त्यहाँनिर। पछि आइसकेपछि पनि हेर्नुहोस् त्यो जति पनि सार्वजनिक भएको फेसहरू छ नि त्यहाँ कति भिजिलेन्टेहरू थियो क्या। त्यहाँ कति पार्टीको मान्छेहरूले कसरी भिजिलेन्टे पठाएको त हजुरहरूले प्रत्यक्षदर्शी हुनुहुन्छ त हजुरहरू होइन। अहिले कस्तो भने ठिक छ ठुलो मिडियाहरूले दिएन होला, ठुलो मिडियाहरूले आफ्नो कुराहरू मात्र हिसाबले गराए तर अहिले त प्रत्येक जनताको हातमा मिडिया छ नि त होइन। त्यो हिसाबले त अहिले त जनतालाई त हामीले के एक्सप्लेन गर्नै पर्दैन। उहाँले देखिराख्नु भएको छ कि के कस्तो भयो भनेर भन्न चाहन्छु। राजा दुई पटक आए नि त के चाहिँ गरे जनतालाई? दुई पटक राजा भनेन के होइन यस्तो हेर्नु अब त्यो त पहिला सानोमा थियो हामी पनि सानोमा त्यस्तो धेरै थाहा होला। तर एउटा कुरा के भने नि हजुरहरूलाई राज संस्था हुँदा एटलिस्ट अहिले जस्तो जुन यो हुन्छ नि हामी जस्तो युवाहरूले कति विदेश गएका छ भन्नु त एटलिस्ट त्यो बेला कल कारखाना थियो होइन। अहिले जस्तो यो देशै नरहिने अवस्था त थिएन होला नि त होइन। जुन अहिलेको यो तन्त्रले होइन यो भ्रष्टाचार विरुद्ध यिनीहरूले आफ्नो पालन पोषण गर्न बाहेक यिनीहरूले के दिए त? यदि यिनीहरूले राम्रो गरेर राम्रो दिएको भए त हामी जस्तो युवाहरू सडकमा आउनु पर्थ्यो र होइन। गणतन्त्रमा बोल्न पाइन्छ। अब के गर्नु त बोल्न पाइए कसरी के होइन बोल्न पनि के बोल्न पाइयो भन्नु न। अहिले कतिजना नेताहरू थुनिएका छन्, कतिजना सर्वसाधारण जनताहरू बोल्न पाइने अवस्थामा त्यसरी थुन्न मिल्छ सबैलाई? यो के को बोल्न पाउने? यो त सिर्फ नाम मात्र हो। हेर्नुहोस् यिनीहरूले आफ्नो कमाई धन्दा खान बाहेक आफूले आफ्नो पालन पोषण बाहेक यिनीहरूले जनताको लागि यिनीहरूलाई मरोस् बाँचोस् केही पनि मतलब छैन। हेर्नुहोस् अहिले त्यही भएर योभन्दा त राज संस्था ठिक छ नि एटलिस्ट एउटा अभिभावकीय रूपमा होइन एउटा संस्था स्थापना हुन्छ त्यसमा कुनै पनि पार्टीको कार्यकर्ता झोले बनेर उ त गर्दैन नि। त्यो कारणले गर्दाखेरि पनि हेर्नुहोस् म फेरि पनि अनुरोध गर्न चाहन्छु आम सर्वसाधारण जनतालाई अहिले भनेको हामी एकदमै एउटा ऐतिहासिक मोडमा छौँ कि जहाँ कि अब हाम्रो हातमा छ हामी के चाहन्छौँ होइन। अहिले पनि भ्रष्टाचार विरुद्ध हामी चुपचाप बसेर यो देशलाई नै सिद्धाउन चाहन्छौँ कि अब हामी अलि जागरुक भएर होइन अलिकति सचेत नागरिक भएर चाहिँ यो देश बचाउन चाहन्छौँ र यो संस्था यो नेपालमा एउटा राज संस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहन्छौँ भन्ने कुरा अब हजुरहरूको हातमा छ।